र यो सेकेन्ड क्वेसनमा के भनेको छ भने यो पनि सिमिलर टु 1 हो, तर यसमा चाहिँ भ्यालुहरू दिएको छ। अगाडि हामीले एज्युम गर्नु परेको थियो है। र यसमा दिएको भनेको प्लिन्थ एरिया बिल्डिङको कति दिएको छ, पिए भनेको 540 स्क्वायर मिटर दिएको छ है। अनि कन्स्ट्रक्टेड 25 इयर्स अगो भनेको चाहिँ 25 वर्ष अगाडि कन्स्ट्रक्ट गरेको भनेपछि एज कति भयो त्यसको, एज अफ बिल्डिङ भनेको चाहिँ 25 भयो है। 25 वर्ष अगाडि कन्स्ट्रक्ट गर्नु भन्नु र अहिले 25 वर्ष भयो भन्ने एउटै कुरा भयो। अनि प्लट अफ ल्यान्ड मेजरिङ भनेपछि ल्यान्डको एरिया कति हो, 1200 स्क्वायर मिटर। पर्पज टु बी मिस्टर एक्स फर इज युज द प्रेजेन्ट रेट अफ कन्स्ट्रक्सन अफ सिमिलर बिल्डिङ भनेको छ है। भनेपछि नजिकैको सिमिलर बिल्डिङको रेट कति दिएको छ भने 18,000 छ है। 18,000 स्क्वायर मिटर भनेपछि प्लिन्थ एरिया रेट भनेको 18,000 RS 18,000 पर स्क्वायर मिटर। 1 मिटर स्क्वायरको चाहिँ 18,000 रहेछ भन्न खोजेको। त प्लिन्थ एरिया एन्ड कस्ट अफ द ल्यान्ड भनेको चाहिँ ल्यान्डको रेट कति छ, फेरि ल्यान्डको रेट भनेको चाहिँ नेपाली रुपिज 3500 पर स्क्वायर मिटर भनेर दिएको छ है। एडभाइज मिस्टर एक्स द्याट वाट कस्ट ही सुड पर्चेज प्रोपर्टी। लाइफ अफ बिल्डिङ भनेको चाहिँ लाइफ भनेको चाहिँ फेरि एन भनेको क्यापिटल एन भनेको चाहिँ 70 इयर्स दिएको रहेछ है। ल अब यसमा चाहिँ त्यही कुरा हो, भ्यालुएसन भनेको भ्याल्यु अफ बिल्डिङ माइनस डिप्रिसिएसन प्लस भ्यालु अफ ल्यान्ड। भ्यालु अफ ल्यान्ड जमिनको भ्यालु कति हुन्छ भन्ने हो। र यसमा भ्यालु अफ बिल्डिङ निकाल्नको लागि भ्यालु अफ बिल्डिङ भनेको प्लिन्थ एरिया कति छ, प्लिन्थ एरिया कति छ इन्टु प्लिन्थ एरिया रेट कति छ भनेको नजिकैको चाहिँ कति कस्ट परेको थियो। प्लिन्थ एरिया भनेको अब यहाँबाट 540 इन्टु प्लिन्थ एरियाको रेट कति दिएको छ, रेट भनेको चाहिँ 18,000 दिएको छ है। 18 1 2 3 यहाँ क्यालकुलेट गर्नु पर्यो। 540 इन्टु 18,000 गर्दाखेरि कति आयो, 972 4वटा 0 भनेपछि 97,20,000 आयो है। यदि चाहिँ हाम्रो बिल्डिङ आयो। अब यसमा चाहिँ डिप्रिसिएसन कति हुन्छ, डिप्रिसिएसन भनेको चाहिँ कति हो, C माइनस S बाई N इन्टु एज अफ बिल्डिङ। ल अब C भनेको कस्ट भनेको कति छ, यी भ्यालु अफ बिल्डिङ नै हो 9720,000। अब यसमा स्यालवेज भ्यालुको बारेमा केही पनि दिएको छैन, त्यही भएर हामीले चाहिँ स्यालवेज भ्यालु भनेको कति मान्छौँ, 10% भनेर मान्छौँ है। यहीँ लेख्दा पनि हो, लेट स्यालवेज भ्यालु भनेको 10% भनेर मान्छौँ है। माइनस 10% भनेको 10/100 इन्टु 9720 डिभाइडेड बाई एन भनेको छ, एन भनेको चाहिँ टोटल लाइफ भनेको 70 छ र उसको अहिले एज कति छ, एज भनेको 25 दिएको छ है। अब के गर्नु पर्यो, माथिको निकाल्नु पर्यो।
9720 9720 माइनस यसमा 9720 माइनस 1/10 into 9720 गर्दाखेरि 87,48,000 आयो है। 87,48,000 divided by 70 into 25 आयो। 87,48,000 divided by 70 into 25 गर्दाखेरि कति आयो 31,24,285 भनेपछि कति भयो 31 यो 285 छ है 285 31,24,285 भनेको चाहिँ 31,24,285 भनेको यहाँ डिप्रिसिएसन आयो। अब हाम्रो अर्को काम भनेको के भ्यालु अफ ल्यान्ड निकाल्ने हो। ल्यान्डको भ्यालु निकाल्नलाई ल्यान्ड एरिया इन्टु ल्यान्डको रेट ल्यान्डको एरिया इन्टु ल्यान्डको रेट। ल्यान्डको एरिया भनेको कति छ एरिया अफ ल्यान्ड भनेको 1200 स्क्वायर मिटर र त्यसको रेट भनेको 3500 1200 इन्टु 3500 पाएँ 1200 इन्टु 3500 1200 इन्टु 3500 भनेको कति आयो 42,00,000 भनेपछि 42 लाख आयो है। अब के गर्नु पर्यो भ्यालुएसन निकाल्नु पर्यो। भ्यालुएसन निकाल्नको लागि टोटल भनेको भ्यालु अफ बिल्डिङ भनेको 97,20,000 माइनस 31,24,285 यो भनेको डिप्रिसिएसन घट्यो त्यसपछि 42 लाख छ है। एड गर्नु पर्यो ल्यान्डको भ्यालु 97,20,000 माइनस 31,24,285 प्लस 42,12,345 गर्दाखेरि कति आयो 10795,715 आयो भनेपछि 1,07,95,750 यति भनेको चाहिँ यति नेपाली रुपिज हुँदो रहेछ है भ्यालुएसन भनेको। यो सेकेन्ड क्वेसन सक्यो।